त्यो जग्गा देखाउँ भनेको यहाँनिर चाहिँ। यहाँ हाम्रो साथीले अलिकति एउटा जग्गा यहाँ घर छ एउटा, त्यसको विषयमा चाहिँ अलिकति डिस्क्रिप्सन दिनुहुने अरे हो। दिनुहोस् त यो घरको विषयमा चाहिँ। यो चाहिँ तपाईँको घर चाहिँ नभनेको पनि 200 वर्ष त्यत्रो त भन्दिनँ। हजुर 150 चाहिँ पुगेको हेर्नु हो। अब तपाईँको यो बनावटहरू हेर्नु। हजुर अब अहिलेको समयमा चाहिँ यो बनावट यो घर बनाउनै सक्दैन। कस्तो पक्का रहेछ यो उयोले बनाएको, अत्रो अग्लो घर। यो ढुङ्गाको तपाईँको यस्तो चौडाइ चाहिँ नभनेको पनि 5 फिटसम्म हुन्छ एउटा घरको। तपाईँको अग्लो चाहिँ अब यो निकै नै छ, नभनेको पनि 20 फुटहरू बेसी नै होला। हो तपाईँको यो चौडा नै हुन्छ यसको 5 फिटहरू जति। च्यादर फेरि कति पक्का पहिलाको जमानाको। पहिला टाटा भन्ने च्यादर। यो घर चाहिँ तपाईँले बुझेको अनुसारमा चाहिँ कसको पर्छ होला? अब यो चाहिँ कसको पर्छ भन्ने चाहिँ पहिला चाहिँ हामीले चाल पाउँदाखेरि चाहिँ यो माथि बुम्बा बाउ बाजे भन्ने जुन झाँक्री हुनुहुन्छ उहाँ बस्नुहुन्थ्यो। तपाईँको यो बनावटी यो चाहिँ किचनको भएको। यो चाहिँ तपाईँको चुला बस्छ यस्तो घरमा चाहिँ, किनभने यस्तो घर चाहिँ हाम्रोमा पनि छ। तपाईँहरूको पनि त्यो घरको एक दिन बनाउनु पर्छ साथी आवश्यक। अब चुला यसमा चाहिँ अगाडि स्पेसली किचन निकालेर चुला बनाएको हुन्छ तपाईँको। यसमा चुलाहरू यही भित्र घर। यो रङ हेर्नुहोस् न कस्तो कस्तो दलिनहरू बाँधेको छ। पहिला अब स्लेब भन्ने पोस्ट भन्ने त्यस्तो थिएन। तपाईँ खिड्कीको डिजाइनहरू हेर्नु। ए डिजाइनहरू हेर्नुहोस् न यो घरको कतिको ओल्ड हो। ओल्डै हो नि। ए हेर्नुहोस् त तपाईँको यहाँ मौरी राख्ने बस्ने जग्गा त्यो राख्ने। यी मौरी राख्ने जग्गा यी पहिलाको जमानामा यहाँ राख्थ्यो। यो काठहरू सबै के को होला? चाँप हुने यो काठ। यी गोल्ड भनौँ न। यो हेर्नु न पहिलाको जमानामा पनि घरहरू बनाउँदाखेरि चाहिँ तपाईँको डिजाइनहरू हेर्नुहोस् न। आर्किटेक्ट पहिलाको जमानाको आर्किटेक्ट हेर्नुहोस्। त्यही त हुनु त। त्यही त भनेर सेप्लाले बाँधिन्थ्यो। त्यही त यो घर चाहिँ त्यही साथीको अनुसारमा 150 इयर्सै भनौँ तलको रुखहरू बराबरै कि यहाँ चाहिँ प्रायःको घरमै हो यो। हाम्रोमा पनि छ स्टोर रुमै हो यो। स्टोर रुम। यहाँको दैलो दैलोहरू चाहिँ तपाईँको आराले काटेको होइन। पहिलाको टाइममा जुन चाहिँ त्यो बन्चरहरूले तचुवा बाकल पट्टाइ भन्छ नि त्यो हो यो। यो तपाईँको काँटी पनि ठोकेको होइन। यहाँ तपाईँहरूको यो भित्रबाट दुलो बनाएर छिराएको हुन्छ। हेरौँ त खै यो यसरी छिराएको हुन्छ। यो दुलो बनाएर यो काँटी ठोकेको होइन नि यो दैलोमा। यस्तो खालके यो लक सिस्टम पनि कहिले देखेको छैन होला। प्रायः अब यस्तो हरायो। पहिला थियो देखेको हामीले बचपनमा यो लक सिस्टम। अहिले युजै हुँदैन यो पहिलाको लक सिस्टम। अब अहिलेकोहरूले डाइरेक्ट काँटी ठोकेर दैलो बनाउँछ। तर पहिलाकोले चाहिँ पट्टाइमा दुलो बनाएर चाहिँ तपाईँको एउटा पट्टा यसरी जोड्दै तेर्सो दुलो बनाएर चाहिँ यसरी भाटा हाल्ने गर्थ्यो। तपाईँको यो काठहरू चाहिँ यहाँ हेर्नुहोस् त घर चाहिँ यस्तो कुरा हो। अब घर चाहिँ चाहे जति नै राम्रो होस् तर मान्छे बस्नु छोडेपछि चाहिँ अब त्यो घर चाहिँ अब भुत्या नै हो भनौँ न। के मान्छे बस्नु छोडेपछि चाहिँ यस्तो हुन्छ। मान्छे र जनावर चाहिँ त्यही कारण मिल्दैन भन्छ नि। खम्बाहरू हेर्नु उँभो गएन सक्दैन यहाँबाट। यो अलिकति यो बाटो चाहिँ यस्तो बिजोग भइसकेको रहेछ। ल्याउ यहाँ त भाँच्ची पनि सकेछ यो तपाईँको बाटोहरू यस्तो रहेछ। चढ्नु सकेन यहाँ अहिले ड्यामेज भएको रहेछ पुरै। यो छेउको चाहिँ अब काठहरू पनि पानी सिपेज भएर होला। यही हो यहाँको घर चाहिँ डिजाइनहरू हेर्दा हुन्छ। पहिलाको आर्किटेक्ट भनौँ इन्जिनियरिङ। बाबाहरू जन्मिँदा बच्चा हुँदाखेरि पनि यस्तै थियो भन्छ। अब कति चाहिँ वर्ष पुग्यो। अब हाम्रो लगभग हाम्रो अन्दाजमा चाहिँ 150 लु हामीले 150 चाहिँ राख्दैन नि त। तर अब हाम्रो बाउहरू नै नभनेको पनि यति बेला हुनु भएको 60 एबोपहरू हुन्थ्यो होला। झन्डैले हाम्रो जेनेरेसन अब सन्तानकै हिसाबले अब आफ्नो परिवार हिसाबले हेरे 12-13 जेनेरेसन पुगेको रहेछ। यो घर चाहिँ त्यति पुरानो रहेछ अहिले बुझ्दाखेरि चाहिँ। त्यति बेला चाहिँ बनावटी पक्का हो नि त। तपाईँहरूको पनि बनायो यस्तो घर अझै एउटा देखाउँछु। अझै यो जत्तिकै पुरानो हो त्यो म देखाउँछु कुन दिन भिडियोमा छ। यहाँ हाम्रो साथीहरूकोमा छ त्यो घर पनि।